यो प्रेमवादको लोगोमा हामी क्वेसन लेख्छौं। प्रेमवाद तल लेखिएको छ, माथि लोगो छ। त्यो लोगो जुन विशाल घुमाइएको छ त्यो ब्रह्माण्ड को संकेत गरिएको छ। क्वेसनमा त्यसले बनाएको छ, त्यसले भनेको छ प्रेम खोइ कहाँ गयो। हरेक मान्छेले शान्ति चाहेको छ, हरेक मान्छे शान्तिले बाँच्न चाहन्छ। त्यो प्रेम बिना कदापि सम्भव छैन। जति नै जुलुस जति नै नारा लगाए पनि शान्ति आओस् आओस् भने तापनि शान्ति कदापि आउँदैन जबसम्म प्रेमको व्यवहारले चलिँदैन। कुनै घरमा अशान्ति छ, पुरै कुटाकुट छ, पिटापिट छ, त्यहाँ शान्ति आओस् भनेर आउँदैन जबसम्म प्रेमको व्यवहारले त्यो घर सजिँदैन। प्रेम अत्यन्त सरल कुरा हो, सबले बुझ्न सक्ने र अनन्त ट्रुथ हो, रियालिटी हो, सत्य हो, जुन कुरा कसैले नकार्न सक्दैन। प्रेमको भाव महत्व बुझ्नको लागि कोही बुद्धिस्ट, कोही हिन्दू, कोही मुस्लिम, कोही क्रिस्चियन बन्नु पर्दैन। एकजना आमाले 2 बजे रात पनि आफ्नो बच्चाको लागि उठ्दछन्, त्यो प्रेम हो। सच्चा प्रेम आमाले जुन गर्छ बच्चालाई, त्यही प्रेम। आफ्नो बच्चा जति नै नराम्रो भए पनि आमा बाबालाई हेला गरे तापनि आमा बाबाले प्रेम गर्न छोड्दैन। सरल भाषामा बुझ्दा यही हो प्रेम। यसर्थ प्रेमले जिउनु शान्तिको सुरुवात गर्नु हो। यहाँ प्रेमवादको लोगोमा 3टा थोप्ला छ। त्यसको मतलब हुन्छ प्रेम हिजो पनि आवश्यक थियो, प्रेम आज पनि आवश्यक छ र प्रेम सधैँ आवश्यकता हुनेछ। माथिको जुन घुमाइएको छ त्यो ब्रह्माण्ड, प्रेम ब्रह्माण्ड व्यापी आवश्यक छ। पशु पक्षी प्राणीले पनि आफ्नो बच्चाहरूलाई प्रेम गरेको हुन्छ। प्रेम केवल मानवतामा मात्र सीमित छैन, पशु पक्षी प्राणी सबैमा प्रेम व्याप्त छ। यसर्थ यो प्रेम नै एउटा युनिभर्सल मेडिसिन हो। संसारको पीडा, संसारको दुःख, संसारको अशान्तिलाई हटाउनको लागि प्रेमले तपाईँ यो धर्म, यो संस्कार मान्नुपर्छ भन्दैन। प्रेमले यो जात र यो जात भन्दैन। प्रेम अत्यन्त युनिभर्सल छ। पशु पक्षी प्राणीमा, रुख बिरुवा, मानव सबैमा त प्रेम व्याप्त हुनुपर्छ र प्रेमले मात्र शान्ति ल्याउँछ। यो विषयमा एउटा कोटेसन छ, इफ पीस वर अ ट्री, लभ इज इट्स रूट्स। अथवा यदि शान्ति चाहिँ वृक्ष हो भने प्रेम चाहिँ जरा हो। जसरी वृक्ष जरा बिना सम्भव छैन, खडा हुनु सम्भव छैन, त्यसरी नै